नमस्कार साथीहरू, मेरो कबु किचन युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आजको भिडियो एकदमै रमाइलो र उपयोगी छ, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। आज म हजुरहरूलाई छिटो मिठो खाजा सुजीको जालीदार ढोक्लाको रेसिपी लिएर आएको छु। सुरु गरौँ है त यसलाई बनाउनतर्फ। एउटा भाँडो लिनुहोस् र त्यसमा 1 कप सुजी राख्नुहोस्। सँगै 1 कप दही पनि लिनुहोस्। अब यसलाई राम्रोसित मिक्स गर्नुहोस् र 15 मिनेट आरामको लागि छोडिदिनुहोस्। हेर्नुहोस् त 15 मिनेटपछि यति राम्रो भएको छ। यसमा हामी एउटा इनो, 1 चम्चा बिरे नुन, थोरै धनिया पत्ता, 1 चम्चा तेल र थोरै अदुवा र खुर्सानीको पेस्ट पनि राखेर राम्रोसँग मिक्स गर्छौं। अब हामीले राम्रोसँग मिक्स गरिसकेपछि यसलाई अर्को भाँडामा खनाउनु पर्ने हुन्छ। त्यसैले अर्को भाँडालाई थोरै तेल लगाएर हामीले रेडी गर्छौं। मैले अर्को भाँडालाई तेल लगाएर पनि रेडी गरेँ। यसै गरेर तेल लगाउनाले ढोक्ला टाँसिने र बिग्रने हुँदैन। अब हामीले अघि तयार गरेको मिश्रणलाई खनाएर रेडी गर्छौं र माथिबाट थोरै मरिचको धुलो पनि राख्छौं। ठुलो भाँडामा पानी उम्लिसकेको छ। हामीले ढोक्लालाई पानीको बाफले पकाउनु पर्ने हुन्छ। ढोक्ला पकाउँदा हामीले धेरै तेलको प्रयोग गर्दैनौं, त्यसैले सबैजनाले खान सक्नुहुन्छ। अब हामीले ढोक्ला पाक्न रेडी गरिसक्यौं। अब यसलाई छोपेर 15 देखि 20 मिनेट पानीको बाफमा पकाउन छोडिदिन्छौं। 20 मिनेटपछि हेर्नुहोस् त ढोक्ला पाकेर रेडी भयो। ढोक्ला यस्तो जालीदार र मिठो बनेर रेडी भयो। अब यसलाई हामीले 5 मिनेटको लागि सेलाउन छोडिदिन्छौं। ढोक्ला सेलाएर रेडी भइसक्यो। हजुरहरूले आफ्नो इच्छा अनुसारको साइजमा काटेर लिन सक्नुहुन्छ। हेर्नुहोस् त मैले पनि अचारसँग लिएको छु। वाउ, स्वादिष्ट ढोक्ला बनेर रेडी भयो। यस्तो स्वादिष्ट ढोक्ला घरमा बनाएर मैले त परिवारसँग इन्जोय गरेँ। अब पालो तपाईहरूको। यस्तै मिठो र स्वादिष्ट परिकारको लागि हाम्रो कबु किचन युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्नुहोला। हवस् त, धन्यवाद।